नमस्ते। लोकसेवा तयारी खास गरी स्वास्थ्य क्षेत्रको गरिरहनुभएका धेरैलाई एउटा समस्या हुन्छ, पढ्ने सामग्री कहाँबाट जुटाउने होइन? हो नि, एकदमै। आज हामी यस्तै एउटा स्रोत मेरो हेल्थ लाइन भन्नेले ल्याएको एउटा डिजिटल प्याकेज छ रे, त्यसैको बारेमा अलि गहिरिएर कुरा गरौँ न त। ए मेरो हेल्थ लाइनको? लो, ठिकै छ। के छ रे त्यसमा? उनीहरूले चाहिँ अब स्वास्थ्य सहायक, स्टाफ नर्स, अहेब, अनमी, ल्याब असिस्टेन्ट, सिएमए यस्ता पदहरूका लागि हो भनेका छन्। हाम्रो उद्देश्य चाहिँ यो प्याकेजले के दिन्छ भनेर दाबी गर्छ अनि त्यसले तयारीमा कस्तो फरक पार्ला त भनेर अलिकति केलाउने हो। भनेपछि लक्षित समूह त स्पष्टै रहेछ। हो, अनि उनीहरूको भनाइ के छ भने लोकसेवाको सपना पूरा गर्न स्मार्ट अध्ययन योजना चाहिन्छ र यो प्याकेजले सघाउँछ रे। खै कत्तिको दम छ हेरौँ है त। ल, सुरु गरौँ न त। उनीहरूको मुख्य आकर्षण नै पाठ्यक्रममा आधारित नोटहरू होलान्, होइन? वस्तुगत र विषयगत दुवै खाले। हो, त्यही भनेको छ। स्पष्ट र संक्षिप्त नोटहरू रे। तर यहाँनिर मेरो विचारमा यो संक्षिप्त भन्ने कुराले कतिको काम गर्छ होला? सबै कुरा बुझ्न त अलि विस्तृत नै चाहिने हो के? हो नि, संक्षिप्त नोट रिभिजनलाई त ठिक होला, तर कन्सेप्ट नै क्लियर नहुन सक्छ नि कहिलेकाहीँ। गहिराइमा पुग्न त अलि समय लाग्छ। अनि अर्को एउटा राम्रो कुरा के भनेको छ भने विगतका परीक्षाका प्रश्नहरू त्यो पनि समाधान सहित राखेको छ रे। यो त साह्रै उपयोगी हुन्छ नि है? त्यो त एकदमै महत्त्वपूर्ण हो। परीक्षाको ढाँचा कस्तो प्रश्न सोध्दो रहेछ भनेर थाहा पाउन त पुरानो प्रश्न हेर्नै पर्यो। हो नि। अनि फेरि विशेषज्ञले बनाएको मोडेल प्रश्न पनि छ रे, उत्तर र स्पष्टीकरण सहित। भनेपछि आफ्नो तयारी कस्तो छ भनेर जाँच्न पनि मिल्ने भयो। त्यो त राम्रो भयो। तर के भने खाली प्रश्नोत्तर मात्रै घोकेर त फेरि सैद्धान्तिक ज्ञान कमजोर हुन्छ कि भन्ने डर पनि हुन्छ। कसरी सन्तुलन मिलाउने भन्ने कुरा हो। हो, त्यो त हो। अनि यसमा अर्को के छ भने त्यो सेक्सन ग को लागि चाहिने सामग्री, जनस्वास्थ्य र व्यवस्थापन सम्बन्धी त्यो पनि छ रे। अनि अन्तर्वार्ताको लागि पनि। त्यो त झन् चाहियो नि। प्राय सबै पदलाई महत्त्वपूर्ण हुन्छ त्यो। अझ सजिलो बनाउनलाई जीके, आइक्यू अनि त्यो सम्झने तरिका म्युमोनिक्स भन्छ नि। स्मरण सूत्र। हो, स्मरण सूत्र अनि गोल्डन पोइन्ट्स पनि छ रे। यी चिजहरूले कत्तिको काम गर्छन् होला त वास्तवमा? खै हेर्नुस्, स्मरण सूत्र वा गोल्डन पोइन्ट्सले छोटो समयमा केही तथ्य सम्झिन त मद्दत गर्ला तत्काललाई। तर लोकसेवा जस्तो परीक्षामा त विश्लेषण गर्ने क्षमता, विषयवस्तुको गहिरो बुझाइ बढी महत्त्वपूर्ण हुन्छ नि। यी सर्टकट सहायक होलान्, तर मुख्य आधार नै बन्न सक्दैनन् कि? ठिक भन्नुभयो। अनि अर्को एउटा चाखलाग्दो कुरा चाहिँ कोशी प्रदेशको परीक्षाको लागि भनेर छुट्टै खण्ड गको नोट बनाएको छ रे। हो र? त्यो त राम्रो भयो नि, क्षेत्रीय आवश्यकतालाई ध्यान दिएको। हो, त्यो एकातिर राम्रो हो, तर फेरि कतै त्यसले राष्ट्रिय स्तरको पाठ्यक्रमबाट ध्यान त अन्तै मोड्दैन। त्यो पनि सोच्नु पर्ला कि? विचारणीय कुरा हो। अब अलिकति पहुँच र सुविधाको कुरा गरौँ है त। यो पीडीएफमा छ रे अनि इन्टरनेट नभए पनि चल्छ रे, अफलाइन, मोबाइल, ट्याब्लेट, ल्यापटप जहाँ पनि पढ्न मिल्ने। यो त व्यस्त मान्छेहरूलाई, इन्टरनेट सबै ठाउँमा नहुनेलाई त एकदमै राम्रो भयो नि। हजुर, त्यो त एकदमै। डिजिटल पहुँच त अहिले चाहियो नै। हो। तर एउटा कुरा, मूल्यको के छ? मूल्यको कुरा चाहिँ उनीहरूले मूल्य रु 2990 भनेका छन्, तर अहिलेलाई सीमित समयको लागि जम्मा रु 590 रे, 80% भन्दा बढी छुट। ओहो, 2990 बाट 590। यो त अलि धेरै नै छुट भएन र? हो नि। अनि फेरि एकपटक किनेपछि आजीवन पहुँच रे। ल हेर्नुस्, यति ठुलो छुट अनि फेरि आजीवन पहुँच, यसले त सामग्रीको गुणस्तर कस्तो होला अनि पछि अपडेटहरू नियमित गर्लान् कि नगर्लान् भन्ने प्रश्न उठाउँछ नि त। यो कतिको दिगो मोडल हो खै? हो, एकदमै। यो सोच्नै पर्ने कुरा हो। अनि अर्को एउटा दाढी पनि छ, 1000+ सफल उम्मेद्वारहरूद्वारा विश्वासीय रे। यस्तो दाबी त मार्केटिङमा कति सुनिन्छ। यसलाई पत्याइहाल्न अलि गाह्रो हुन्छ। कसरी पुष्टि गर्ने र? हो त नि। सफल उम्मेद्वारको सङ्ख्या भन्दा पनि वास्तवमा त सामग्री कस्तो छ, पाठ्यक्रमसँग मिल्छ कि मिल्दैन, बुझ्ने गरी लेखेको छ कि छैन, त्यो पो महत्त्वपूर्ण हो त। सही कुरा। त्यसमाथि फेरि सित्तैमा परीक्षा रणनीति, समय व्यवस्थापनको टिप्स, व्यक्तिगत मार्गदर्शन पनि दिने कुरा छ रे। हो र?
अब त्यो कत्तिको व्यक्तिगत हुन्छ कि सबैलाई एउटै खालको सामान्य जानकारी मात्र दिने हो त्यो पनि हेर्नुपर्छ। सम्पर्कको लागि चाहिँ प्रोफिट एन्ड प्रफिट भन्ने छ, व्हाट्सएपमा पनि छ रे, अनि फोन नम्बर पनि दिएको छ, सोधपुछ गर्न त सजिलै भयो। सम्पर्क गर्न सजिलो हुनु राम्रो हो। त्यसो भए समग्रमा हेर्दाखेरि यो मेरो हेल्थलाइनको प्याकेजले चाहिँ लोकसेवा तयारीलाई सजिलो बनाउन खोजेको देखिन्छ। एकै ठाउँमा धेरै सामग्री, डिजिटल रूपमा, अनि अहिलेलाई त भाउ पनि निकै सस्तो। नोट, पुरानो प्रश्न, मोडल सेट सबै समेट्ने प्रयास गरेको जस्तो छ। हो, प्रयास राम्रो देखिन्छ। तर मुख्य कुरा के हो भने यस्ता प्याकेज लिँदा कतै हामी एउटै स्रोतमा मात्रै भर पर्ने पो हो कि? हो, त्यो खतरा रहन्छ। ज्ञान फराकिलो बनाउन अनि जानकारी सही छ कि छैन भनेर जाँच्न त अरू विभिन्न स्रोतहरू पनि हेर्नु त जरुरी छ नि, होइन र? एकदमै सान्दर्भिक प्रश्न उठाउनु भयो। एकातिर प्याकेजको सुविधा छ, अर्कोतिर आफै खोजेर विभिन्न ठाउँबाट पढेर तयारी बलियो बनाउने बाटो छ। यो त हरेक उम्मेद्वारले आफैले सोच्नुपर्ने कुरा भयो। हो नि, यो प्याकेज एउटा सुरुवातको लागि राम्रो सहयोगी हुन सक्ला, तर के यो नै अन्तिम समाधान हो त? यो चाहिँ विचार गर्नु